सो फेरि वेलकम छ वेलकम टु माई ब्लग। आई होप तपाईँहरू सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु। आजको यतातिरको मौसम मिल्न सक्नुहुन्छ 6 बजिसकेको छ। त घाम लागेको छ, चर्को घाम चाहिँ हाम्रो घरतिर चाहिँ के फलेको छ त्यो सब ध्यान चाहिँ सबैजनाले अन्तिमसम्म हेर्नु होला। यता चाहिँ घर पलतिर चाहिँ सेमी फलेको रहेछ, जुम गरेर देखाइदिन्छु। हेर्न सक्नुहुन्छ। यता चाहिँ मैले यहाँ चाहिँ मेवा रहेछ, हेर्न सक्नुहुन्छ तपाईँहरूले। चाहिँ आमाले चाहिँ मोड राख्दै हुनुहुन्छ तरकारी नजिक। सो म त माथि छततिर के रोपेको छ भने तपाईँलाई देखाउनु परिरहेको छु, हेरिदिनु होला। साथसाथै यता हेर्न सक्नुहुन्छ, यता मौसम चाहिँ यहाँ चाहिँ भोलिबसले दिनुहुन्छ सक्नुहुन्छ। सो म चाहिँ छततिर आएको छु, हेर्न सक्नुहुन्छ। यहाँ चाहिँ केही फलेको छैन खासै। यहाँ चाहिँ हल्का चाहिँ पुदाना भइहाल्यो। पुदाना यहाँ चाहिँ त्यति राम्रो थिएन, पुरा झार थियो, गोडेर आगो लाएर यस्तो भएको छ। मोल भयो त्यही 2-3 दिनपछि यहाँ चाहिँ के लाउने हालिदिन्छु, हेर्नु होला। यहाँ चाहिँ पानी भयो, त्यो चाहिँ के को बुट होला तलतिर कमेन्ट बक्समा लेखिदिनु होला। सक्नुहुन्छ। यस्तो छ नजारा चाहिँ। अहिले चाहिँ घाम लागेको रहेछ, त्यो 2टा टङ्की भइहाल्यो। त्यहाँबाट चाहिँ मैले चाहिँ एपेक्सी फुल देखाइदिन्छु, हेर्न सक्नुहुन्छ। जुम गरेर यो चाहिँ माथि 3टा टङ्की देख्नुभएको नि, त्यो चाहिँ एपेक्सी फुलको चाहिँ भ्यू हेर्न सक्नुहुन्छ। यहाँ चाहिँ साथसाथै चाहिँ मकैहरू फलेका छन्, मैले चाहिँ जुम गरेर देखाइदिन्छु, हेर्न सक्नुहुन्छ। मकै चाहिँ अलि ठुल्ठुला भएको, खानी चाहिँ भएको छैन, त्यही पनि यस्तो छ। यतातिर चाहिँ देख्नुभएको होला। यता चाहिँ सन चाहिँ भएको छ, हेर्न सक्नुहुन्छ। अब चाहिँ म चाहिँ तलतिर चाहिँ भुइँतला के फलाएको छ, के रोपेको छ, म चाहिँ त्यो देखाउँछु। अब चाहिँ आउनुहोस्, के रोपेको छ त्यो हेर्न। के होइन फुल छ, यहाँ चाहिँ गमला चाहिँ फुल भइहाल्यो। यहाँ चाहिँ खुर्सानी, त्यो तुलसीको बोट, यहाँ चाहिँ फुल हेर्न सक्नुहुन्छ। यहाँ चाहिँ घिउ मारी भयो, बेलौती देखाइदिन्छु सक्नुहुन्छ। यहाँ चाहिँ बेलौती छ, यहाँ चाहिँ बेलौती भइहाल्यो। यता पनि बेलौती फलेको छ, साथसाथै यता चाहिँ सेमी फलेको रहेछ, कर्कलो भयो, हेर्न सक्नुहुन्छ। यहाँ चाहिँ मकै रहेछ एउटा चाहिँ। अनि चाहिँ बाहिरबाट चाहिँ लौका कता भयो देखाइदिन्छु। लौका हेर्न सक्नुहुन्छ। यहाँ चाहिँ लौकाको झाल चाहिँ यस्तो लगाइसकेको छ, भने लगाइसक्यो। लौका चाहिँ फलेको छ, यहाँ बाहिर अस्ति देख्थेँ यहाँ हेर्न सक्नुहुन्छ सबैजनाले। लौका गाइज लौका। अब चाहिँ मैले चाहिँ भित्र गरेँ। यहाँ चाहिँ लौका रहेछ, हेर्न सक्नुहुन्छ। यत्रो भइसकेको रहेछ, सेमी भयो, चौको भयो। यता चाहिँ सेमी, यता चाहिँ कागतीको बुटो फले छैन। यहाँ चाहिँ फुल भयो, तिहारमा लाउने फुल। यता चाहिँ गौर रहेछ। सो गाइस माथि चाहिँ कपडा रहेछ, अनि उठाउन बिर्सेको थिएँ। अझ म चाहिँ कपडा उठाउन जान्छु, त्यो ढोका लाएर रहेछ। फाइनल्ली म चाहिँ छततिर आइसकेको छु, हेर्न सक्नुहुन्छ। यो कपडा तानेपछि सबै हातमा आइहाल्छ, हेर्न सक्नुहुन्छ। र मैले चाहिँ भनेको थिएँ एउटा उठाउने बित्तिकै हातमा आउँछ, अनि सबै हातमा आइसकेको छ। म चाहिँ दोकानमा चाहिँ पेन किन्न जाने, त्यो पेन किनेको पनि आइहाल्छ, हेर्न सक्नुहुन्छ। यता चाहिँ भलिबल खेल्दै गाइज म चाहिँ पेन किन्न र पिताम्बरी भगवान्लाई पूजा गर्ने भाडामा छ नि, यस्तै मान्नको लागि पिताम्बरी र पेन ल्याउन गएको छु। त्यो पनि हेर्नु होला, आइहाल्छ, हेर्न सक्नुहुन्छ। यहाँ चाहिँ बनि चाहिँ साइकल सक्नुहुन्छ। यहाँ चाहिँ मस्त फलेको छ, यस्तो छ नजारा चाहिँ हुन्छ। सबैजनाले राम्रो फलेको छ, केही नभन्ने। यत्तिको फलाएपछि चाहिँ बाहिरको चाहिँ खान पर्दैन। बाहिर चाहिँ विष हालेको हुन्छ, दबाई हालेको हुन्छ पाक्नु भनेर। यहाँ चाहिँ केही विष हालेको हुन्न, दबाई हालेको हुन्न, मस्त पाकेको हुन्छ। आफैले फलाएको चाहिँ खान पाइन्छ। त्यही भएर बाहिरबाट चाहिँ धेरै नकिनिकन खानु होला। घरमा चाहिँ फलाएर रोपेर आफै खानु होला, त्यो शरीरको लागि राम्रो भइहाल्छ। बाहिरको चाहिँ धेरै नकिन्नु होला, म चाहिँ त्यही भन्छु। यदि हेर्न सक्नुहुन्छ, हामीले चाहिँ यति फलाएको घरमै सक्नुहुन्छ। अब चाहिँ दोकानमा लागिन्छ हामी चाहिँ, आउनुहोस्। सो गाइस म चाहिँ घरतिर निस्किसकेको, गेट चाहिँ भर्खरै आउने, त्यही भएर चाहिँ के गर्न लाउने भनेर म चाहिँ अब चाहिँ खालि यही बाटो हिँड्छ, बनाउँछ भन्नु होला। अब के भन्ने, बनाउनै परिहाल्यो, केही बनाउने विषय भेटिन्न। अब चाहिँ तपाईँले भन्नुहोस् न केमा बनाउने, मैले चाहिँ त्यसैमा बनाइहाल्छु, सक्दो कोसिस गरेर बनाइहाल्छु मैले चाहिँ, सक्नुहुन्छ। यता चाहिँ ट्याक्कै चाहिँ त्यो लाइट बालिसक्नु भएको छ टाढा चाहिँ, रातिको लागि हिँड्नको लागि सर्पसर्पीले नटोकुन् भनेर चाहिँ। यहाँ चाहिँ किम्बुको बुटो, किम्बु सिजन चाहिँ गइसकेको रहेछ। यहाँ पनि घर बन्दै रहेछ। उहाँ चाहिँ हेर्न सक्नुहुन्छ, चाहिँ गाई गोरु आएका छन् चर्नको लागि।
केबाट भन्छन् कि गाई फार्म हो कि केमा फल गाईहरू छन् भन्छन्, त्यसैको लागि रहेछ। म चाहिँ जान्छु टक्कर लाएर। म चाहिँ दोकानमा आइसकेको छु, हेर्न सक्नुहुन्छ। टक्कर लाएर फेरि पनि एउटा चाहिँ पितम्बरी भयो एउटा चाहिँ पेन लानु पऱ्यो मुख लेख्नको लागि। अर्को पेन लानु पऱ्यो यस्तो वाला, त्यस्तो कलरफुल भन्दा अर्को सेतो पात पेन हुन्छ नि, अब त्यस्तै वाला चाहिँ कुन लाने हो। स्केल चाहिँ त्यहाँ रहेछ, एउटा स्केल लानै परिहाल्यो, चाहिन्छ। अरू चाहिँ पेन लैदिउँ, एउटा प्याकेट, तिनवटा प्याकेट, 5वटा लिएर जाऊँ। यतिकै नै मैले चाहिँ 5वटा प्याकेट। अब चाहिँ एमएलए सामान चाहिँ सामान चाहिँ यही भइहाल्यो। सरर लाएर हेर्न सक्नुहुन्छ। यहाँ चाहिँ आँप फलेको रहेछ, टिप्ने कुरो भएन। फेरि त्यहाँ भगाउँछन्, फेरि टिप्ने फेरि यही छ घर, फेरि घरभित्र आएर फेरि कुदेर हान्छन्। त्यस्तो चोर्ने कुरो भएन। अब चाहिँ मागेर खानु पऱ्यो, मागेर खाने त्यो चोर्न चाहिँ हुनै गाइस। चोर्दा फेरि एउटा झुट बोल्दाखेरि 100वटा झुट बोल्नुपर्छ, त्यही हो। म चाहिँ घर आइसकेको छु। नमानेर आमाले भनेकै मानिखेन गाइस। हेर्नुहोस् त, उहाँलाई के भन्न चाहनुहुन्छ कमेन्टमा भनिदिनु होला। यिनीहरूले अझै करेला रहेछ। सो गाइस, म चाहिँ 5वटा पेनको प्याकेट र एउटा स्केल पितम्बरी लिएर आइसकेको छु, सक्नुहुन्छ। अब चाहिँ एकैछिनपछि म लेख्न सुरु गर्ने। लेख्न पऱ्यो नि, म चाहिँ मस्तै छ आज चाहिँ, लेख्नु परिहाल्यो। दुईवटा एमएलए लिएर चाहिँ नभने पनि राति खाने हो कि राति निन्द्रा लाग्छ, राति बस्ने, त्यही भएर नसकिन्छ। यहाँ चाहिँ म चाहिँ रुमभित्र आइसकेको छु। यहाँ चाहिँ मेरो चाहिँ पढ्ने लेख्ने थाहा भइहाल्यो। त्यहाँ चाहिँ ल्यापटप छ, साथसाथै यहाँ चाहिँ कपी किताब भइहाल्यो। र जुन चाहिँ 5वटा प्याकेटको पेन भनेको थिएँ त्यो मस्तै चाहियो नि। अब चाहिँ एक दिन 2-3टा पेन भइहाल्छ, त्यही अनुसार चाहिँ अब तपाईँलाई थाहा होला। म चाहिँ इमिली लिएर आएको चाहिँ यहाँ चाहिँ हेर्न सक्नुहुन्छ। इमिली चाहिँ दिदीलाई थाहा दिनुहुन्न, एक्लै राति खाने निन्द्रा लाग्छ, त्यही भएर हुन्छ। यहाँ चाहिँ जेल पेन रहेछ, जेल पेन लेख्न पऱ्यो, बल पेनले लेख्न चाहिँ भएन। सो गाइज, आजको लागि यति नै। अब चाहिँ अर्को भ्लगमा भेटौँला। अन्तिम समय हातेकोमा सबैजनालाई धन्यवाद। हामीलाई लाइक, कमेन्ट, सब्सक्राइब, सेयर गर्न सक्नुहुन्छ। अब चाहिँ अर्को भ्लगमा भेटौँला। सबैजनालाई बाई बाई। जुन चाहिँ यताको नजारा हेरिसक्नु होला। बुटोलतिर चाहिँ कस्तो के छ, पानी आएको छ कि छैन भनेर चाहिँ गुल्मीबाट चाहिँ सोच चाहिँ नगर्नु होला। मेरो भ्लगमा आएपछि सबै थाहा भइहाल्छ, हेर्न सकिन्छ। यता चाहिँ पानी परेको छैन, 2-3 दिन भयो। 2-3 दिन चाहिँ पानी परेर चाहिँ तनाव भएको थियो, हेर्नु कतिजना पनि पाइएन। स्कुल जाँदा पनि हल्का रेनकोट जानै परिहाल्यो, त्यही भएर चाहिँ टेन्सन नगर्नु होला। मेरो भ्लगमा आएर चाहिँ सबै थाहा भइहाल्छ, कस्तो छ, कस्तो भ्यू भएको छ, पानी परेको छ कि छैन, घाम कतिको लागेको छ त्यो पनि थाहा भइहाल्छ। सबैजनाले वाच गरिदिएकोमा सबैजनालाई धन्यवाद। अब चाहिँ अर्को भ्लगमा भेटौँला। सबैजनालाई बाई बाई।